नमस्कार, म शिशिर चालिसी। आदरणीय श्रोता महानुभावहरू, भक्तपुर एफएम मार्फत प्रस्तुत यस कार्यक्रममा तपाईहरूलाई हार्दिक स्वागत छ। श्रद्धा र भक्तिसहित पाठ गरिने श्री स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन गरिन्छ। यस पवित्र कथाले जीवनमा संयम, सदाचार र आत्मिक शुद्धिको सन्देश दिँदै शान्ति र कल्याणको मार्ग देखाउँछ। अब यही पवित्र भावनासहित आजको पाठ आरम्भ गर्नु अघि पुष्पाञ्जली पाठ गरौं। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदः क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित ततगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो जल्लवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुलं गयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवती तस्मै व्यासाय मिततेजसे यस्य प्रसादद्वक्ष्यामि नारायण कथामिमां नारायणं नरस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासां ततो जयमुदीरयेत्। 28वां अध्याय अथ अष्टविंशो अध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यति भएपछि ती ब्राह्मणहरू त्यो भोजन लिई चन्द्रावती ब्राह्मणी भएको ठाउँमा गए। चन्द्रावतीले ब्राह्मणहरूलाई आएको देखि मलाई पनि केही ल्याइदिनु भयो कि भनी सोधिन्। ब्राह्मणहरूले, हे पापिनी, त साह्रै पापिनी रहेछस्, तेरा निम्ति हामीलाई कस्तो शरम भयो। तँलाई दिन भनी हेर्दा राजाको सबै भण्डार सुक्यो। यति भोजन रानीलाई भनी राखेको रहेछ, यही ल्याइदिएका छौं ला भनी सुम्पिए। चन्द्रावतीले त्यो भोजन पाउने बित्तिकै भोकले चाँडै खान तयार भइन्। तर ती ब्राह्मणहरूले, हे पापिनी, यस्तो अवस्थामा पर्दा पनि तँलाई अझै धर्मको चेष्टा भएन, मुख धोएर त खा। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो, तँलाई एक उपदेश दिन्छौं, सुन। दयाकी खानी श्री स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले तेरो उद्धार होला। ब्रह्म हत्यादि पाप गरेको भए पनि नाश होला। यसकारण श्री स्वस्थानीको व्रत गर भनी उपदेश दिई घर गए। चन्द्रावतीले बल्ल तल्ल बडो कष्टले 4 हात खुट्टाले टेकी मुख धुन भनी साली नदीमा गइन्। तर साली नदी सुक्दै गइन्। चन्द्रावती रोई कराई माथि आइन् र मुखै नदै खाउँ भनी भात हातमा लिँदा खरानी भयो। त्यो पनि खाउँ भन्दा ठूलो बतास आई उडाइ लाग्यो। तब रुख ढले झैं उनी भूमिमा पछारिन् र ठूलो दुःख पाई साली नदीका किनारमा मूर्छा परिरहिन्। अनि पछि पौष शुक्ल पूर्णिमाका दिन श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गका अप्सराहरू साली नदीमा आए। स्नान गरिसकी सूर्यलाई अर्घ दिई बालुवाको शिवलिङ्ग बनाई श्री महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले चाल पाइन् र अप्सराहरूका नगिचमा घिस्रिँदै गई, तपाईहरू देवता हुनुहुन्छ कि मनुष्य हुनुहुन्छ? म पापिनी, कहीँ चल्न सक्दिन, कोही केही दिँदैनन्, खान पाउँदिन, अन्नदान दिनुहोस्। म के पापले यस्तो भए? मेरो कसरी उद्धार होला भनिन्। त्यो सुनेर अप्सराहरू भन्दछन्, हे पापिनी, हामी इन्द्रका अप्सरा हौं। आज पौष शुक्ल पूर्णिमा हो। श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न भनी यहाँ स्नान गर्न आइरहेका छौं। तेरो यो अवस्था देख्दा हामीलाई दया लाग्यो। त पनि यही व्रत गर, सब पापको नाश भई तेरो उद्धार हुनेछ। अप्सराहरूले यस्तो भनेको सुनि चन्द्रावती मनमनै गुन्छिन्। मैले अरू पाप केही गरेकी थिइन। डोलेहरूले श्री स्वस्थानी परमेश्वरीको पूजा गरी ल्याइदिएको प्रसाद अहंकार पूर्वक थुथु गरी थुकी गोडाली कुल्ची मिल्काए थिए। उही पाप लागेछ र यहाँ आइपुगी नदी तर्दा म्यानादेखि खसी यो बिजोगमा परिरहेकी छु। कपिल ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गरेस् भनी उपदेश दिई गएथे। आज अप्सराहरूले पनि यसै भने। श्री स्वस्थानी ठूलै देवी रहेछन्। मनुष्य अहंकारले नासिदा रहेछन्। अहंकार गर्नाले मेरो पनि यो अवस्था भयो। अब म पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्छु भन्ने निश्चय गरी अप्सराहरूसित भन्न लागिन्, हे अप्सरा हो, श्री स्वस्थानी परमेश्वरीको व्रतको विधि के हो, के गर्नुपर्छ, त्यो सबै आज्ञा गर्नुहोस्। त्यो सुनेर अप्सराहरू भन्दछन्, हे पापिनी, आज पौष शुक्ल पूर्णिमा हो। आजदेखि हात गोडाका नङ काटी स्नान गरी शुद्ध भई एक भक्त रही एक चित्त गरी महिना दिनसम्म सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु सके श्री स्वस्थानी परमेश्वरीको कथा सुन्नु सुनाउनु। माघ शुक्ल पूर्णिमाका दिन 800 रोटी, 800 अक्षता, 800 बेली पुष्प,
अष्टोत्तर 100 यज्ञसूत्र, अष्टोत्तर 100 कुडका सुपारी, अष्टोत्तर 100 जात जातका फूल, थरीथरीका सामग्री तयार गरी तामाको थालीमा ओमकार लेखी गंगाजलले स्नान गराउनु, सिन्दूर, श्रीखण्ड, रक्तचन्दन र फूलमाला पहिर्याउनु, धूप, दीप, नैवेद्य, फल, कस्तुरी, मेवा, मिष्टान्न, वस्त्र र भेटी चढाउनु, एक चित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु, स्तोत्र पाठ, जप, ध्यान गर्नु, अर्घ दिनु र हे ईश्वरी भनी वरदान माग्नु। उहाँपछि प्रसाद झिक्नु। अष्टोत्तर 100 सामग्रीमा सबैबाट 8-8 गनी झिकी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए जुन इच्छाले व्रत गरेको हो मेरो सोही इच्छा सिद्ध होस् भनी गंगामा लगी बहाउनु र 100 रोटी आफूले फलहार गर्नु। यति गरिसकेपछि तेरो सबै पाप नाश हुनेछ, दुःख दरिद्रको नाश हुनेछ र सम्पूर्ण इच्छा सिद्धि हुनेछ, अन्यथा नमानेस, अब हामी पनि जान्छौं भनी अप्सराहरू स्वर्ग गए। चन्द्रावतीले अप्सराहरूका उपदेश अनुसार साली नदीमा स्नान गरी एक भक्त रही सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन् र श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झिरहिन्। यसरी व्रत गर्दा चन्द्रावतीको पाप घट्दै गयो, कुष्ठरोग निको हुँदै गयो, शरीर देवताको जस्तै दिव्य हुँदै आयो। महिना दिन पुग्यो र माघ शुक्ल पूर्णिमाका दिन सबै सामग्री तयार गरी अप्सराहरू श्री स्वस्थानी परमेश्वरीको व्रत पूरा गर्न फेरि साली नदीमा आए। चन्द्रावतीले त्यो देखिन् र अप्सराहरूसित गई, हे अप्सराहरू हो, तपाईहरूको आज्ञाले पौष शुक्ल पूर्णिमाका दिनदेखि स्नान गरी एक भक्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरिरहेको छु। अब व्रत पूर्ण गर्नलाई मसँग केही पनि छैन, कसो गरौं भनिन्। त्यो सुनेर अप्सराहरू भन्दछन्, हे पापिनी, केही नभए नदीदेखि बालुवा ल्याई त्यसैको सामग्री तयार गरी हामीहरूका साथ लागि व्रत गर। चन्द्रावतीले हुन्छ भनी नदीदेखि बालुवा ल्याई सामग्री बनाइन्। श्री स्वस्थानी परमेश्वरीको प्रभावले ती सबै साँच्चीकैका सामग्री भए। यो देख्दा चन्द्रावतीले मनमा आनन्द मानी धन्य श्री स्वस्थानी परमेश्वरी भनी अप्सराहरू कहाँ गई बालुवाको सामग्री सिद्ध भएको वृत्तान्त भनिन्। त्यो भनेको सुन्दा र चन्द्रावतीको दिव्य देह भएको देख्दा आश्चर्य मानी अप्सराहरूले, हे सुन्दरी, हामी तिमीलाई अघि पापिनी भन्दथ्यौं, अबदेखि तिम्रो नाम पुण्यवती भयो भनी आफूहरूका साथमा विधिपूर्वक व्रत गराए। चन्द्रावती ब्राह्मणले पूजा गरिसकी हातमा अर्घ पात्र लिई स्तुति गर्न लागिन्। हे ईश्वरी, अघि मैले नजान्नाले अहंकार गरी तपाईलाई नाना तरहले निन्दा गरेथे, त्यो अपराध क्षमा गर्नुहोस्। हे लोकेश्वरी, सबै प्राणीका हृदयमा बास बसी पाप पुण्यको साक्षी भइरहेकी यस्ती तपाईलाई कोटी कोटी नमस्कार छ। सृष्टि गर्ने ब्रह्मा, स्थिति गर्ने विष्णु र संहारकर्ता रुद्र एकै रूपमा रहेकी हे परमेश्वरी, यस्ती तपाईलाई कोटी कोटी नमस्कार छ। हे भगवती, पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चमहाभूत र तीर्थ व्रत पनि तपाई, सत्तो रज तम यी त्रिगुण पनि तपाई, निरञ्जन निराकार र साकार पनि तपाई, अति स्थूल पनि तपाई, देवताकी देवता पनि तपाई, अनाथकी नाथ, मृत्युको मृत्यु र शक्ति रूप पनि तपाई, विश्वम्भर विश्वमूर्ति पनि तपाई, संसारको भार बोकिरहने पनि तपाई, 14 भुवन पेटमा राखी योग निन्द्रामा शयन गरिरहने पनि तपाई, दुष्टको संहार गरी साधुजनको रक्षा गर्ने यस्ती त्रिलोक जननी अर्थात तीनै लोककी आमा तपाईलाई कोटी कोटी नमस्कार छ। हे ईश्वरी, तपाईको स्तुति गर्न 1000 जिब्रा भएका शेषनाग चतुर्मुख ब्रह्माले पनि नसकेको मैले कसरी सकुला। म पापिनीको पूजादेखि खुसी भई मलाई दुःखका समुद्रबाट पार लगाउनुहोस् भनी अर्घ दिइन्। सबै पूजा सकियो र अप्सराहरूले प्रसाद झिकी, हे पुण्यवती, अब हामी जान्छौं भनी स्वर्ग गए। चन्द्रावतीले अप्सराहरू गएपछि साली नदीको तीरमा तृणको कुटी बनाई श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी रातभर जागा भइरहिन्। उज्यालो भयो र साली नदीमा स्नान गरी उनले अष्टोत्तर 100मा 8-8 सबै सगुन समेत हातमा लिई, हे ईश्वरी, मेरा पति यहाँ छैनन्, कसरी दिउँ, मेरा स्वामी नवराजसित चाँडै भेट होस् भनी साली नदीमा बगाइदिन् अनि 100 रोटी आफैले फलहार गरिन्। श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीका सम्पूर्ण पापको नाश भई अघि भन्दा पनि झन राम्रो शरीर भयो। त्योदेखि मनमा आनन्द मानी धन्य श्री स्वस्थानी परमेश्वरी भनी बारम्बार मनले प्रणाम गर्न लागिन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायां चन्द्रावती व्रताचार्य नाम अष्टविंशो अध्यायः।
उपनयतु मङ्गलव सकल जगन् मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दलिन भेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी देशोऽयं छवरहितो ब्रह्मणा सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युत द्वार कथा प्रसंग या कुन्देन्तु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवै सदा वन्दिता श्यामां पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत् ओम जिज्ञेन जिज्ञेमय जन्त देवस्तानि धर्माणि प्रथमान्यासन्न तेहनाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः ओम विश्वतस्तक्षुरुत विश्वतो मुखो विश्वतो बाहुरुत विश्वतस्पात्त सम्बाहुभ्यन्दमति सम्पतत्रैर्त्यावा भूमि जनयन् देव एकः विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते नमः सवित्रे जगदेक चक्षुषे जगत् प्रसूति स्थिति नाश हेतवे त्रयीमयाय त्रिगुणात्मधारिणे विरंचि नारायण शंकरात्मने ओम देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि नित्यं त्वामीश्वरि देवी चराचरस्य सशंख चक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णु शिरसा चतुर्भुजम् वन्दे देवमुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगपतिं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दाप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम् कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि हरिः ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम शान्तिः 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 सुशान्तिर्भवतु सर्वारिष्ट शान्तिर्भवतु माधव नारायण भगवान को जय श्री स्वस्तानि देव्यार्पणमस्तु।